मुलाको अचार बनाउने। हेरौँ है त मुलाको अचार अब कस्तो हुन्छ। मैले चाहिँ मुला काटी पनि सकेँ। अब यति गरिसकेपछि त हल्का एकचोटि पखाल्नु पर्यो। अब हल्का धुनु पर्यो अनि सुकाइदिनु पर्यो। धोइ पनि सक्यो। अब दुईटा नाङ्लोमा आधा आधा पारेर सुकाउने एकछिन। अचारमा लाउने तोरी र धनिया। तेल पनि खरियो। घि पनि थोरै लगाइदिनु पर्यो। लसुन कलरको लागि बेसार पनि लगाइदिनु पर्यो। पोहोर त्यत्तिकै लगाइदिएको गनायो क्या मलाई। तोरी पिसेको। यति डल्ले खर्सानी लाउनु पर्यो कस्तो हुन्छ कि। तोरीको पिठो बिना तेल स्वाद अनुसार नुन। तयार भयो फाइनली मेरो अचार। कस्तो हेर्नु त कस्तो राम्रो मिठो गन्ध पनि अहिले भातसँग खाँदा पनि हुने भयो हौ। मगमग बास्ना आउने। मेरो बट्टाहरू हिजै धोएर राखेको थिएँ। अचारमा यो बट्टाहरू त्यही गन्धकै लाग्यो। मैले एकैचोटि लगाउनु पर्यो भनेको नि। म हो गइरहनु पर्यो नि त बिहान। अनि भाइहरू जाने बिहान भन्दै थिएँ नि त। नि मेरो अचार बनाइसकेँ। मुलाको हेर्नु है 4वटा भयो मसिनो मसिनो। यस्तो राम्रो भएको छ मिठो स्वादिष्ट।